ड्रेसमा चाहिँ यस्तो राम्रो देखेको मैले फर्स्ट टाइम मैले पर्पल कलरको कुर्ता लगाएको भनौँ न यो कुनै ड्रेस लगाएको यस्तो राम्रो देखेको दुईटा गीत बज्यो है दुईटा फुपूहरुको रमाइलो भिडियो बनाउन लागेको टिकटक भिडियो ल भन्नु न त छिटो देखिन त मुछ के कसैको अनि के नि लाग्यो Hello and namaste. Welcome to my YouTube channel. अनि सबै आमाहरूलाई ह्यापी मदर्स डे। आमा औँसीको धेरै धेरै शुभकामना छ सबै आमाहरूलाई। अनि जति पनि नयाँ हुनुहुन्छ उहाँहरूले चाहिँ मेरो YouTube च्यानल चाहिँ प्लिज सब्स्क्राइब गरिदिनु होला हैन। तपाईहरुको थोरै माया लिएर म माथि जान सक्छु। सो त्यही भएर मलाई चाहिँ धेरै माया गर्नु होला, साथ सपोर्ट गरिदिनु होला। अनि आज चाहिँ आमा औँसीको दिन अनि आज चाहिँ मैले चाहिँ बिहान उठेर पूजा सुजा गरेर सबै भगवानलाई चढाइ पुराइ गरेर अनि मम्मीलाई टीका लगाएर अनि म चाहिँ अब तल घर जाँदैछु। अनि तल गएर आन्टी छिन जान्छु अनि आन्टीलाई पनि टीका सिका लगाइदिन्छु। अनि प्लस त्यसपछि म चाहिँ फुपू घर जान्छु। अनि के गर्छु कस्तो गर्छु म सबै तपाईहरुलाई भिडियोमा देखाउने छु है त गाइस। अनि तपाईहरु सबै भिडियो हेर्दै गर्नु होला है त। बाइ बाइ। तल आन्टीको घर लागे टक्क लगाएर आज मलाई चाहिँ यो पर्पल कलरको ड्रेसमा चाहिँ कस्तो राम्रो देखेको छ। मैले फर्स्ट टाइम मैले पर्पल कलरको कुर्ता लगाएको भनौँ न। अनि एउटा कुनै ड्रेस लगाएको अनि कस्तो राम्रो देखेको मेरो के बाइक साइड पाइ हुन्थ्यो। अब अटो त गइसक्यो त्यही भएर बाइकमा भए पनि जाने छु। अनि यो टीका हेर्नु न टीका कत्रो ठुलो भन्छ टीका बाफ्रे। दसैँ आए जस्तै भयो हौ मलाई त यो टीका लगाएको देखेँ। गाह्रो छ। म चाहिँ यहाँ यसरी वेटिङ गरेर बस्ने छु। अब हेरौँ के पाउँछु थाहा छैन। बाइक साइक के पाउँछु। मेरो पछाडि बडीगार्डहरू मेरो बडीगार्डहरू बहिनी 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 यो मेरो पोकापोकी हो। ओए सेते प्लिज के बाइक साइक भेटिनु हुँदैन। बाइक साइक नि केही आउँदैन कि कहिले आउँछ कहिले आउँदैन। अब हेरौँ आउँछ कि आउँदैन। बाइक पनि पाएन। टाउको दुखेर हैरान भइरहेको चाहिँ हिजोदेखिबाट टाउको दुखे। किन दुखे म पठाइ होइन कि मैले केही कुराहरू पनि सोचेको छैन। यस्तो टाउको दुखे भन्नै सक्दिनँ। अनि त्यही माथि यहाँ कुर्दा हैरान न बाइक पाएको छु अटो पनि थाहा छैन आउन सक्छु नआउन सक्छु भन्नु हो। किनकि फेरि हामी यहाँ हाम्रो घरतिर अटो आयो भने चाहिँ 300 रुपियाँ एकजनाले 300 रुपियाँ दिनुपर्ने हो नि। म चाहिँ आन्टीको घरमा हिँडेको। आन्टीको घर जाने बाटो चाहिँ यो हो आन्टी अङ्कलको घर। अनि चाहिँ आन्टी अङ्कलको घर हिँडिरहेको छु। कसम कि मलाई आज यो ड्रेसमा चाहिँ यस्तो राम्रो देखाएको छ भनेर चाहिँ भन्थ्यो अरे पारीको भैरेले। कसम कि मलाई आज यो ड्रेसमा चाहिँ यस्तो राम्रो देखाएको छ भनेर चाहिँ भन्थ्यो अरे पारीको भैरेले। ए आन्टीकोबाट पनि म आन्टीलाई टीका सिका लगाएर मिठाई सिठाई दिएर म पनि आन्टीकोबाट फर्केँ। अनि म चाहिँ अब जाँदैछु फुपूको घर। अनि आज चाहिँ फुपूको घर त्यही हुन्छ। आज चाहिँ बाँच्नु चाहिँ त्यही हो। अनि सायद भोलि म बुटुल जान पनि सक्छु होला किनकि छ्यामा आउँदैन हुन्छ। अनि हस्पिटल जाने हो छ्यामा लगाएर भाइरा लिएर। अनि अब भोलि हुन्छ कि पर्सि हुन्छ तर म जान चाहिँ बुटुल जाने हो। अनि आज चाहिँ म चाहिँ अब चाहिँ फुपू घर जाँदैछु। सो हेर्दै गर्नु होला। फाइनली म चाहिँ फुपूको घर जाने बाटोनिर आइपुगेँ। अनि अटो पाएँ अनि अटोमा लगाएर आएँ।
टटेरा जाने अटो रहेछ। अनि टटेरा जाने अटोमा चाहिँ म चाहिँ आएँ। अनि बस अब म चाहिँ फुबाट पुग्छु। अनि हेरौँ के हुन्छ। कति हेरौँ भन्न आएको रे छ्यालाग्दो। आजलाई सायद फुपूलाई सरप्राइज छ होला जहाँसम्म लाग्छ। दिदीले सरप्राइज दिने भन्ने जस्तो लागेको थियो। आज चाहिँ फुपूलाई सरप्राइज छ होला। तर के सरप्राइज भन्ने चाहिँ भिडियोमै म देखाउँदैछु। मलाई पनि थाहा छैन के हो भनेर चाहिँ। अनि अहिले भिडियोमै थाहा हुन्छ के हो कस्तो हो भनेर। फुपू घर यो चाहिँ अहिले काली सुतेछ। हेलो एन्ड नमस्ते। अरे त पुतली कस्तो सुती कि हो। के रे फुपूको छोरी बाहिर सरप्राइज दिन्छ। सरप्राइज दिनुहुन्छ। A few moments later, a few inches later. ल मैले भ्लग गराइदिएँ फाइनली। फुपूहरू पनि आउनुभयो। मेरो युट्युब च्यानलमा स्वागत छ फुपूलाई पनि। नमस्ते फुपू। मैले फुपूलाई पनि मेरो भ्लगमा स्वागत गरेँ। त दिदीलाई पनि। अबे ओ दिवाली बजै त झल्केर क्लिक कटाल्दिनु राम्रो है। भिडियो बनाउनु लागेको टिकटक भिडियो। ल भन्नु न त छिटो। मुख छेक्यो पुसैको होइन कि केही नि हुन्न कि फुपू। ल कान्छी फुपू आएर अब चाहिँ बजेको मुख हेर्ने हो। रेडी गर्दै हुनुहुन्छ। यता नि रेडी हुनुभयो। आज त राम्री हुनुभयो। जो सुतिरहेछ यहाँ कुरा गर्दै हुनुहुन्छ। ल रेडी सेडी भइसक्यो। ल फुपूहरूले खेल्नुहुन्छ। त्यस्तोबाट होइन त्यो माथिबाट अलि मिलाएर गरिदेऊ न। केतिर नगर तिमीले बालेर दिए नि हुन्छ कि। अर्कोलाई नि त्यही झोसे हुन्छ क्या। सबैजनालाई मेरो युट्युबमा भाइ आधा किलो त रङ हाल्दैन पुरै रङै रहन्छ। ल हट्टी मरदले धेरै नरिसाए राम्रोसँग काम गरे। ल हट्टी मरदले धेरै नरिसाए
राम्रोसँग काम गरे यस्तो आशी लिन्छ नि छोराहरूले यस्तो आशी लिन्छ नि छोराहरूले भन्दा धेरै मन बाँचे धेरै नरी छिटो छिटो यहाँ ढिलो भइसक्यो धेरै राम्ररी हुन पर्दैन होइन यहाँ ल वर्षा दिदी भेना ल लाउनुहुन्न बजेलाई वर्षा दिदीको रोशन सरप्राइज गिफ्ट होइन भेनाले रोशन भेनाले वर्षा दिदीको तर्फबाट ए फुपूको सरप्राइज गिफ्ट ल यो फेरि रोशन बाबु र वर्षा नानीको तर्फबाट बजाइलाई गर्नु न ल भन्नु ल छोरीको वर्षाको र रोशनको तर्फबाट नि मैले गिफ्ट पाएँ धन्यवाद भागी माने भयो फेरि फेरि अझ कमाउँदै माथि गए फुपूहरूको टिकटक यहाँ चलिरहेछ उहाँ जिले त टिकटक बनाउन नि जानुहुन्न टिकटकमा इन्ट्रेस्ट जानु न केही हुन्न कि यस्तो खुसुर खुसुर नाच्यो भने त अलि फेरि पानी पर्छ बराबर यस्तो गर्नु यसरी बसिरहेछौँ आउनु के आजको लागि भिडियो अन्त्य गर्न चाहन्छु भन्न नभएको दुईटा गीत बज्यो है आजको लागि चाहिँ यति नै भन्न चाहन्छु प्लिज जति पनि नयाँ हुनुहुन्छ प्लिज मेरो च्यानल चाहिँ सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त गाइस बाई बाई